लेकैमा कुहिरो बर्सिरहेछ सिमसिम सिमसिम पानी बरसिरहेछ सिमसिम सिमसिम पानी बरसिरहेछ फुलहरू सुन्छन् तिमीले देख्छौ र फुलहरूले गीत गाउँछन् तिमीले सुन्छौ र फुलहरू सुन्छन् तिमीले देख्छौ र फुलहरूले गीत गाउँछन् तिमीले सुन्छौ एकछिन एडिटर अब धेरै यो क्लिपहरू भयो अब भिडियो सुरु गरौँ ल हाम्रो ब्लग सुरु ल हामी चाहिँ अब साम्बाला साम्बाला डाँडा यो म काम गर्ने ठाउँ आउँदैछ यहाँनिर अगाडि यो अगाडि जानेहरू चाहिँ हाम्रो मोबाइलको धनी अनि यहाँ हुनुहुन्छ हाम्रो अभिषेक सर हाम्रो यो प्लान चाहिँ टुकुटु बनेको अब यहाँ अभिषेकजीले केही भन्नु चाहनुहुन्छ यो प्लानको बारेमा प्लान आज भोलि जाने भनेर आज बनायो भने हुँदैन त्यो हुँदैन त्यही भएर हामी इमर्जेन्सी घुमाएन हौ अचानक घुमाइ सरले यहाँ नयाँ कति हो 300 रुपियाँ गोटा हो दसैँ हो नि त हामी त दसैँको टिका लाउनु आउँदैनौँ घरमा कौन है ये लोग कहाँ से आते हैं भर्खर आएको नि फेरि यो चाहिँ लन्डनबाट आरिगातो गोजाइदेमा त्यो भनेको चाहिँ के हो नमस्ते अहिले पो बुढो भएर देखा आपने लापरवाही का नतीजा है रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ कति वर्ष जेल बसेको मात्रै ढ्याक्क कतिको बसेको त फेरि जाँदै जाने बाटोतर्फ मोडियौँ सर्व ठुलो खाएर खाएर गएको भनेर चाहिँ तर जाँदै जाँदैछौँ हामी सम्भला कुन डाँडा गएको अरे हामी सम्भाला वाह सम्भला एकचोटि त पिक्क चिप्लेको हेरौँ न आएन वेलकम टु द जाँते दिस इज द फेमस प्लेस अफ जाँते जाँतेको ठुलो जाँते हेर्नुहोस् एकैछिन मजा लिनुहोस् तपाईँहरूले हेर्दै हुनुहुन्छ तुलारामको ब्लगमा
What is the call name of nature? परको घर चाहिँ मेरो ससुराली होइन है, त्यस्तो नसोच्नु होला झल्ला पाइ त्यसलाई होइन, जसको घरदेखि त्यही ससुराली नसोच्नु होला होइन। फेरि पल्छ भइहाल्छ नि। समझ रहे हो ना? यस्तो बाटो छ हेर्नुहोस् गाइज। हाम्रो टायर छिट्टै जान्छ छिटेर रोटी हो नि काम गर्ने यहाँ त बाटो चिप्लो छ नि, माटो चिप्लो भयो है होइन। पल्सा केही छ भन्नु अभिषेकलाई हेल्प गर्नु त दुईजनालाई कभर हान्नु भने न, को चाहिँ चिप्लेर लड्छ हेर्नु, कन्टेन्ट त आउँछ। अनि गरिरहेको छु त, के भन्छ नि त जिन्दगीमा यस्तो पनि एकचोटि सबक सिक्नु पर्छ अभिषेकजी। दाइले किन पो हाफेन लाउने भनेको यो पो हो कारण। दायाँ बायाँ गर्दै हाँक्नुपर्छ। अघि चाहिँ तपाईँ नलाम भन्दै थियो मलाई शङ्का। हाम्रो के हो, तिमी सहरमा बस्नु भनेर सहरी भनिदिनु बित्तिकै ज्यामीले डाँडा खायो। गाउँमा गाउँको देखेर गाउँमा पनि सहरी भएको भनेर तर्स गयो क्या। धारा त बन्द गरेछ। नेपाल सरकारले छोड्ने भनेको यति पानी मात्र हो गाउँमा, त्यही पनि यो धन्न आएको छ। होइन यो स्क्यानरले नै गरेको। कतिलो ठाउँ चाहिँ देखि हामी साम्बाला आउनुको लागि हामी यहाँ जस्ट पर्खेर बसिरहेको छौँ है। साम्बाला दसैँको साम्बाला होइन हौ, के अरे साम्बा होइन समला हो। समला समला जाने तर्फमा हामी। दसैँको आज भोलिपल्ट हो, टिकाको भोलिपल्ट टिकाको भोलिपल्ट हो। हामी सबै बेगारी हो। हामी पल्सासँग छौँ। पल्साले यस्तो झुकाउनु भयो। कहाँ अरे पल्सा कफी खान जाने अरे। कफी त अब पर्सि मात्रै, कफी खानु 3 दिनसम्म हुँदैन नि यतिखेर त। होइन, यतिखेर हुन्छ होला, हुन्छ कि तर भइराख्दैन क्या त्यहाँ। यो पनि बा हामी आएको दिन पर्यो यस्तो दसैँ भएर। यो पनि यसो टिका लाउनु कता आएको कता तपाईँ टिका लाउनु जाडो ज्याकेट लाउँछौ ला दिन्छु। पल्सा जस्तो मान्छेलाई के यो जस्तो पल्साले अरू खोजिहाल्छ नि। ज्याकेट कहाँ राखिस् लेखैमा कुहिरो बर्सिरहेछ सिम 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 सिम। ल साथ देवी देउता रक्षा गरून् हाम्रो। इन्जिनियरै फेल हो क्या, सिधा बना टुङ टुङ आवाज आउँछ त हौ। फोनबाट खिचौँ भनेको राम्रो फोनको ब्याट्री लो, यही फोनले काम चलाउनु। कति छ ब्याट्री? 7%। दिपेश भन्दा ढिलो होइन। घर हुन्छ नि त्यो घर बनाओस् नबनाओस् त्यो गुलियो के छर्दे
कमिला पो अघि अचम्मै लाग्छ यो कमिलाले कस्तो टोक्छ हौ ल अब हामी ब्लगको समाप्ति गर्छौँ ए समाप्ति होइन हौ। यस्तो गर्नु के चाहिँ ब्लग अझै छ नि जाने अझै छ उहाँ यस्तो दसैँ मनाइरहेको यस्तो हात उठाइ उठाइ भन्ने यो हाम्रो नयाँ साथी जोडिएको है हामीसँग अघि भन भाइ केही भन्नु छ कस्तो लाग्यो कस्तो लाग्यो यसलाई सोध आम्म यो बाइकमा कस्तो अप्ठ्यारो बसेको नि बाङ्गेर यार कस्तो दुःख दिएर यार यस्तो घर यस्तो गर्छ यार यो है बाँदरले हो पल्स आएर नि पानी छरिदिनु न हेलिकप्टर मा पल्सासँग मा कुरी यो सबभन्दा अपुरो ठाउँ होइन अझै होला नि माथि यही हो अपुरो ठाउँ फेरि सक्नु त यहाँबाट तल चाहिँ पानी देखिन्छ कसको बारी हो अब म ठगेको कि यताहरू ठगेको थाहा छैन होइन त पल्सासँग आएर के भन्नु कसलाई लेखैमा कुहिरो बर्सिरहेछ यहाँ त यहीवटा गाना मात्रै आउँछ इस्युस बारी छ नि त यस्तो फिल चाहिँ तलबाट जाँदा फेरि वात्तै आइगयो भन्न कता कता हो बाटो भुल्यो के भन्नु कि है सानी भिडियो चाहिँ हालौँ न यतिबाट झरेर त मर्दैन ल उसको छोरा भाँसिन्छ होला बाट रातो माटो भाइले सक्छ हौ रातो माटो रातो माटो रातो माटो रातो माटो चिप्लो बाटो टिकटक हेरेर आएको मान्छेहरू अहिले कति बज्यो थाहा छैन हाम्रो टिकटकै साथीहरूलाई सोध है मरेर बाँचेको हामी त्यो स्कुटीको टायर हो कि त्यो के हो चिप्लेको गर्छ ल एक्सट्रिमली तपाईँहरूलाई सरी होइन बाटो चाहिँ एकदम खत्तम छ है सम्भाला जाने के अरे सम्माला के अरे समला जाने बाटो एकदम खत्तम छ तपाईँहरू जानुभयो भने पानी परेको मौसममा त नजानु होला एकदम जाडो मौसममा जानुहुन्छ ठिक छ नत्र तर पानी परेको मौसममा चाहिँ एकदम खत्तम छ ल हेर्नुहोस् हाम्रो यो जाँतेको सिन ल यो चाहिँ जाँते हो होइन जाँते मलाई देखा म कसैलाई केही भन्न चाहन्न टिकटक हेरेर जानु हुँदैछ भने चाहिँ उता साथीले हेरेछ टिकटक कतिखेर 9 बजे कि 10 बजे हेरेछ नि 10:30 बजे त घरबाट उठ्ने बित्तिकै कुलुङ जाना ऊ पल्लो तर यही खोला हो कुलुङ जानाको पानी आउनु मेरो टिकटकै साथीभाइलाई के भन्नु मन छ यो पनि कला हो एउटा स्टाइल